नमस्कार साथीहरू, शिक्षा सेवा आयोगको निम्न माध्यमिक तह निभावी लाइसेन्स परीक्षाको तयारी गर्दै हुनुहुन्छ। आज हामी परीक्षामा 100% सोधिने अति सम्भावित 50 वटा महत्त्वपूर्ण प्रश्नहरूको अभ्यास गर्दैछौँ। त्यो पनि कारण र व्याख्यासहित। भिडियोलाई अन्त्यसम्म हेर्नुहोला र तपाईँले कतिवटा मिलाउनुहुन्छ, कन्फिडेन्स कति छ, मनमा वा कापीमा काउन्ट गर्दै जानुहोला। आउनुहोस् सुरु गरौँ। पहिलो प्रश्न रहेको छ, नेपालको संविधानको कुन धारामा शिक्षा सम्बन्धी हकको व्यवस्था गरिएको छ भनेको छ। अप्सन चाहिँ यसरी 4 वटा दिन्छ। बहुवैकल्पिक प्रश्न भएको कारणले गर्दा 4 वटा अप्सन दिन्छ। मैले चाहिँ यसको उत्तर यहाँ दिइसकेको छु। नेपालको संविधानको धारा 31 मा उच्च शिक्षा सम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुनेछ भनेर उल्लेख गरिएको छ। यो सी को चाहिँ एन्सर हो। यहाँ टिक लगाएको छ, तपाईँहरूलाई थाहा नै होला। र प्रश्न नम्बर 2 मा हेरौँ। शिक्षा ऐन 2028 संशोधन सहित अनुसार माध्यमिक शिक्षा भन्नाले कुन कक्षासम्मको शिक्षालाई बुझाउँछ? ए. कक्षा 9 देखि 12। शिक्षा ऐनको 8औं संशोधनले कक्षा 9 देखि 12 सम्मको शिक्षालाई माध्यमिक शिक्षाको रूपमा परिभाषित गरेको छ। म धेरै व्याख्या गर्न चाहिन, यहाँ उत्तर दिएको छ र त्यसको व्याख्या पनि तल गरिदिएको छ। 50 वटा प्रश्न भएको कारणले गर्दा चाहिँ हामी छिटो छिटो अगाडि बढौँ। त्यस्तै गरी प्रश्न नम्बर 3 मा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन 2075 अनुसार आधारभूत शिक्षा भन्नाले कुन कक्षासम्मको शिक्षालाई बुझाउँछ? अनिवार्य तथा निःशुल्क शिक्षा ऐन 2075 अनुसार आधारभूत शिक्षा भन्नाले कुन कक्षासम्मको शिक्षालाई बुझाउँछ भनेको छ। यसको उत्तर चाहिँ बी मा रहेको छ, कक्षा 1 देखि 8 सम्म। यस ऐन र संविधान अनुसार कक्षा 1 देखि 8 सम्मको शिक्षालाई आधारभूत शिक्षा भनिन्छ भनेर यसरी सम्झिनुपर्ने हुन्छ। प्रश्न नम्बर 4 मा शिक्षा सेवा आयोगको सदस्य हुनको लागि कम्तीमा कति वर्ष अनुभव आवश्यक पर्दछ? यसको एन्सर चाहिँ 20 वर्ष। शिक्षा वा सरकारी सेवामा कम्तीमा 20 वर्ष अनुभव भएको व्यक्ति मात्र आयोगको सदस्य हुन योग्य हुन्छ। त्यसै गरी प्रश्न नम्बर 5 मा स्थानीय सरकार सञ्चालन ऐन 2074 अनुसार आधारभूत र माध्यमिक शिक्षा सम्बन्धी कतिवटा अधिकार स्थानीय तहलाई दिएको छ भनेको छ। उत्तर चाहिँ 23 वटा अधिकार चाहिँ स्थानीय तहलाई दिएको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 को परिच्छेद 3 मा शिक्षा सम्बन्धी 23 वटा अधिकारहरू तोकिएको छ। यसलाई पनि सम्झिनुपर्ने हुन्छ, परिच्छेद 3 मा 23 वटा अधिकारहरू तोकिएको छ भनेर। त्यस्तै गरी प्रश्न नम्बर 6 मा शिक्षा मनोविज्ञानको मुख्य उद्देश्य के हो? सीमा, यसको उत्तर चाहिँ सीमा रहेको छ। सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउनु, विद्यार्थीको रुचि र क्षमता अनुसार शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरी सिकाइ प्रभावकारी बनाउनु नै यसको मुख्य लक्ष्य हो। त्यस्तै गरी प्रश्न नम्बर 7 मा जीन पियाजेका अनुसार मूर्त क्रियात्मक अवस्था कुन उमेर समूहलाई मानिन्छ भनेको छ। मूर्त क्रियात्मक अवस्था भनेको ए मा रहेको छ, 7 देखि 11 वर्षलाई चाहिँ मूर्त क्रियात्मक अवस्था मानिन्छ। यसको व्याख्यालाई हेरौँ छोटो गरिमा। 7 देखि 11 वर्षको उमेरमा बालबालिकाहरूले वस्तुहरूको बारेमा तर्कसँग सोच्न थाल्छन्, जसलाई मूर्त क्रियात्मक अवस्था भनिन्छ। त्यसै गरी प्रश्न नम्बर 8 मा जाउँ। सिकाइमा पुरस्कार र दण्डको प्रयोग कुन सिकाइ सिद्धान्तसँग सम्बन्धित छ? यो चाहिँ कार्यपूरक सिकाइ सिद्धान्तसँग सम्बन्धित छ। डी मा रहेको छ यसको एन्सर। बी. एफ. स्किनरले यो सिद्धान्तमा सबलीकरण पुरस्कार